आज हामी सब हिल पार्क घुम्न आएको यो हाम्रो होस्टेलको साथी साक्षी रबिना पूजा दिदी के अरे खुसी रबिनालाई आज छिटछिटो कुदेर के गरे छिटछिटो कुदियो देखिनु परेन भ्लग बनाउँदै यहाँ हिँडेपछि हो सिडी सिडी नि देखाऊ कस्तो बाटो हो यहाँ अब त क्यामेरा घुमाउनु आज यो हामी माथिसम्म पुग्दा कति हुन्छ सानो छ लाइक सब्स्क्राइब गरिदिनु होला लाइक सब्स्क्राइब शेयर पनि गरिदिनु होला हरेक शेयरलाई 1 रुपैयाँको ल्याक्टो चकलेट ल्याक्टो चकलेट नाही म्याङ्गो चकलेट म्याङ्गो हैन ल्याक्टो भनेको पुरानो ओल्ड इज गोल्ड हो म्याङ्गो चकलेट हाम्रो बाटो ल बाटो हाम्रो गन्तव्य यही हो सिडी जाने गाइजहरु पनि बोल्नु न बोल्न पनि आउनु बोल्न पनि आउनु पर्यो के गरे हाम्रो बुट्टो देखाइदियो प्यारो बुट्टो देखाइ हाम्रो मनिषाको प्यारो बुटल बटौली बजार पुरानो बटौली पुरानो यस्तो थियो हाम्रो पहिला बटौली बजार आउनु होला यसो हेर्नु न गाइजहरु यहाँ चाहिँ हाम्रो चिहानलाई देखाइदेऊ उहाँले देखेर हामीलाई चाहिँ नाच्नलाई गाइज हामी चाहिँ हिँड्दैछौँ हामी 3 दिनको छुट्टीमा के गरौँ गाइज भन्दै सुरुको दिन गफ गर्दै है गफ गरेर गयो अनि अर्को दिन सुत्ने उठ्ने मोज मस्ती भयो अनि खाना जाँदा ढिलो हुने फेरि उहीँ बस्ने आफै पकाउने आफै खाने त्यो भयो होइन आजको दिन यही हिँड्दैछौँ यस्तै हिँड्नु पछि उता चाहिँ फोटोसुटहरू हुँदैछ हामी चाहिँ त्यस्तोमा परिएन हामी चाहिँ आफ्नो भिडियो सुट गर्ने हेर्नु त जङ्गल यस्तो गर्मीमा गरिबमा चिसो हावा खाने भए आउनु ल हिल पार्क नि त्यहाँ 2 जना आफ्नै तालमा हुनुहुन्छ हेर त त्यो फोहोर गर्न कहाँ फालेको तिमीलाई हजुर मैले गरेँ नफाल त्यस्तो हेर त तिमीले एउटा फालोला गरे अर्कोले अर्को फालोला गरे 2 जना हिरोइन भएर आउनुभयो थियो कपाल छोडेर हालत खराब भइसक्यो लेखा पनि लगाइसक्यो मलाई त अघिदेखि छिटो जाम माथि पानी बिहोस नभई तिमीलाई हिँड्न दुःख हुन्छ उठाएर लाग्न हाम्रो मनिषा के सक्छन् के मनिषा हल्का मनिषा तिमी कम माने हौ हन मनिषा ओए हो न म सक्छु सबलाई बोकेर लान्छ ओए सबजना मनिषाको बुझ्छ हेर्नु हेर्न सक्नुहुन्छ चिहान भन्छ चिहानमा अब कसैले पैसा चढाउनु पर्छ पैसा चढाउने मनिषाजी मसँग पैसै छैन चलाउ तिमीसँग होला नि पैसा ल पैसा भयो त गोजी हुन्थ्यो नि साइडमा पनि एउटा मोबाइल राख्ने गोजी त होइन पैसा राख्ने कहाँबाट यहाँ भेटायो भने टिपेर लैजानु त गाइज मनिषा भाग मनिषा छिटो भाग अझै छिटो यस्तो चालले तिमी लाउरे बन्दैनौ है याचे पढेर लाउरे भन्ने छिटो जाऊ गाइस यहाँ हेर्नु फोटो खिचिदिनु पठाउनलाई पोज दिएर बस
गाइस हेर्नु प्यास लाग्यो यहाँ केटाकेटी अझै केटाकेटी हो दिदी हजुरको डेट अफ बर्थ भनिदिनुहोस् त ल हेर त्यो 2 तलामाथि पानी खान जानुको दुःखले यिनीहरू पानी नखाइकन आछन् यहाँ आउँदासम्म त तिमीहरू त 2 तलामाथि त पुगिसक्दो होला बहन गाइस म कति ठुलो छु म मेरो बेइज्जती गरिरहेको छु केही भएन हस्बेन्ड चाहिँ ठुलो यस्तो म नै लगाइदिन्छु बोका क्या साँच्ची एकछिन हजुर बनाउनुहोस् त यहाँ चाहिँ मलाई ब्यागबाट यहाँ चाहिँ कागले पानी पिउन लाग्दैछन् हेर्नुहोस् फाइनल्ली खुसी खाऊ तिमीहरूको पनि पालाउँछ खाऊ म खान्न पानी खाऊ के म त खाने पानी हेर्नु त कस्तो पिएको अन्य सल्लाह पनि त हो पिएको कस्तो मस्त हावा चल्यो न उता ग्रिन फेरि हाम्रो अर्को काग यहाँ पानी पिउन लाग्दैछ बेसर तिर्खा गइ चाहिँ नि त भिडियो नबनाऊ गरे अर्को कागले अनि तिमीले भनेर हामीले नबनाउने हो र त्यही त के अझ अरूलाई त भयो भने त अझ हामीलाई के भन्छ हामीलाई हेर गाइस यहाँ डन अगाडि डन आयो डन जामुला कस्तो मजाले आएको सेक्युरिटी गाइस हामी चाहिँ यहाँ फोटो भिडियो सुट गरेर अब घर फर्किन लाग्छौँ घर त होइन होस्टेल फर्किन लाग्छौँ यहाँको भ्यू तर कस्तो क्लियरै आएन मेरोबाट त हेर यहाँ रिलिफ हुँदैछन् लिफ उड्दैछन् ओइ जाम के अब तलै जाउली के भन्छ फेरि अझै फोटो खिचिसकेँ हेर यो मनिषाको फोटो हेर न फोटो सुट हुँदैछ यहाँ ओइ जाम के गाइज हामी चाहिँ यहाँ फर्क्यौँ होइन कि त्यो उसवाला गेट हुन्छ के यस्तो यहाँ खेल्दै खेल्दै धन्नै मनिषा यही छुटेनन् हामी चाहिँ फर्क्यौँ ल गाइज हेर्नु यी दुइटाको रमाइलो कता हेर त भिडियोमा पनि कता कस्तो हो र म यस्तो छु कि यस्तो मलाई बाँदर जस्तो देख्यो हामी त भूत हो रातले तर्साउने भूत हो यार भन्छ तिमी साँच्चै यस्तै चिच्चा हो भने त तर्सिन्छ यहाँको ग्राउन्ड यसो त्यहाँ पसलमा गरेर जाऊ न गाइस के किन चोर्न खोजेको यहाँ चाहिँ चिल्ड्रेन पार्क यो चिल्ड्रेन पार्क यहाँ चाहिँ हामी सधैँ आउने पार्क गाइस देखिए मनिषा दिदीको हस्बेन्ड देख्नु भयो यहाँ अब मनिषा दिदीलाई छिटै बिहे गरेर माइत हस्बेन्ड हजुरलाई कस्तो लाग्नु भयो खुसी हेरेर त लाग्दै खुसी भएर भात धेरै खानुहुन्छ मनिषा हेर नि त्यहाँ खुसीले गदगद भएर उहाँ हाँसेर बस्छन् एक्लै साडी पनि फर्काइदैन त्यही त हेर न यस्तो लाज लाएर बिचारा ओ मुझे छोड के जो तुम जाओ बडा पछताओगे बडा पछताओगे भन्नो रे भन्नो मेरी छोली से अखियों में हेर्नु त हस्बेन्ड पाउनु भन्दा अगाडि नि हामीलाई छोडेर जानुभयो हाम्रो मनिषा दिदी उफ्री हेर्नु न खुसीको त ठेगानै छैन खुसी यही छ